सो हे गाइस, तपाईहरु सम्पूर्णलाई स्वागत छ लुडिपाली च्यानलको नयाँ भिडियोमा। आज म हजुरहरु सम्पूर्णलाई बताउन गइरहेको छु हजुरहरुले पनि कसरी च्याटजिपिटीलाई प्रयोग गर्न सक्नुहुनेछ। च्याटजिपिटीको बारेमा तपाईहरुलाई सानो प्रयोग गरेको देखाउने छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। च्याटजिपिटीबाट हजुरले स्क्रिप्ट लेख्न कसरी सक्नुहुनेछ। म यसलाई चाहिँ एउटा कमेडी भिडियोको स्क्रिप्ट लेख्न दिनेछु च्याटजिपिटीलाई। हेरौँ कस्तो निकाल्छ अब यसले स्क्रिप्ट। हेरेर हजुरले जुन भाषामा यसलाई सोधे पनि हुन्छ। भिडियोलाई मन पऱ्यो भने अन्त्यसम्म हेर्नुहोला र लाइक कमेन्ट गरेर सब्स्क्राइब गर्नुहोला। सो हे गाइस, तपाईहरुले अहिले देख्न सक्नुहुन्छ स्क्रिन रेकर्डिङ मेरो। अब म हजुरलाई च्याटजिपिटीको प्रयोग गरी यस भिडियो अन्तर्गत देखाउने छु। म चाहिँ वेब भर्जन युज गर्ने छु है। यसको लागि चाहिँ यहाँ चाहिँ म सर्च गर्छु च्याटजिपिटी। यहाँ म ट्याक्कै सर्च गर्छु। यहाँ हजुरहरुले विभिन्न वेबसाइटहरु पाउनुहुनेछ। यो पहिलो सुरुको वेबसाइट यो च्याटजिपिटीको सायद वेबसाइट हैन यो। यहाँ म अलिकति स्क्रोल गरेर यहाँ देख्न सक्नुहुनेछ यसको जुन सर्भरको जुन लिंक छ एक्ज्याक्ट लिंक चाहिँ यही हो। म चाहिँ यसमा क्लिक गर्छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस मलाई सो भइसकेको छ। म चाहिँ अब यसलाई एउटा कमेडी भिडियोको स्क्रिप्ट लेख्न दिन्छु है। म किबोर्ड चेन्ज गरे यहाँ म टाइप गर्छु च्याटजिपिटी मलाई कमेडी भिडियो सर्ट बनाउने स्क्रिप्ट लेखेर देऊ। हामी जम्मा 2 पात्र अब चाहिँ म यसलाई यहाँ सर्च गरेको छु। यसले के देखाउँछ हेर्नुस्। भिडियोको अन्त्यसम्म हेर्नुस्। यहाँ चाहिँ अब यसले मेरो इमेल आइडी लगइन भएको हुनाले यसले त्यो इमेल आइडीबाट नाम दिइसकेको छ। अब यसले यहाँ मलाई स्क्रिप्ट लेखेर दिएको छ। मैले यहीबाट यो बनाउन सक्छु। अब यहीबाट मैले कमेडी भिडियो बनाउन सक्छु। नयाँ स्मार्टफोन, दिपालले टेक गिक, अलिकति घमण्डी, साजन सोझो तर चतुर। यहाँ चाहिँ सिन पार्कमा 2 जना बसिरहेको छन्। यसले स्क्रिप्ट लेखेर दिइहाल्छ के त्यतिबेला। दिपाल म चाहिँ घमण्ड साथ जानिरे हो साजन। ए साजन, हेर्ने यो मेरो नयाँ स्मार्टफोन आइफोन 20 प्रो मैक्स। यसले साजनले छक्क परे जस्तैको वा। यसले चाहिँ मलाई स्क्रिप्ट लेखेर दिइसकेको छ। भिडियोलाई हेर्न सक्नुहुन्छ। यसले चाहिँ मलाई मज्जाले स्क्रिप्ट लेखेर दिइसकेको छ। यसको टाइटल पनि यसले दिन्छ। नयाँ स्मार्टफोन। यसलाई हजुरहरुले इंग्लिशमा पनि ट्रान्सलेट गर्न सक्नुहुनेछ। सो गाइस, आजको भिडियो थियो यति नै। हजुरलाई मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नुहोला। बाइ बाइ।